तपाईँले पाल्नु भएको कुकुरले बाटोमा हिँडिरहेको कोही मान्छेलाई टोक्यो। अब त्यो कसको रेस्पोन्सिबिलिटी हुन्छ त? आउनुहोस् आज हामी जानौँ हाम्रो नेपालको कानुनले यो बारेमा के भन्छ। मुलुकी देवानी संहिता 2074 को दफा 676 ले यो विषयमा कुरा गरेको छ। यसमा के छ भने तपाईहरुको कुकुरले बाटोमा हिँडिरहेको कोही मान्छेलाई टोक्यो भने त्यसको जिम्मेवार तपाई हुनुहुनेछ। तर तपाईले आवश्यक सावधानी अपनाएर राख्नु भएको थियो। तर कोही मान्छे आएर आफै जिस्काउँदै त्यो कुकुरले टोक्यो भने चाहिँ त्यो जिम्मेवारी उहाँहरुकै हुनेछ। इन्ट्रेस्टिङ थियो नि हैन? यस्तै इन्ट्रेस्टिङ लिगल कन्टेन्ट्सको लागि हाम्रो पेजलाई फलो गर्नुस् एन्ट्रान्स गुरु। हाम्रो एन्ट्रान्स गुरुको पेज इन्स्टाग्राम, टिकटक र फेसबुक तीनटैमा अवेलेबल छ। यसका साथै यदि तपाई अथवा तपाईले कोही चिन्ने मान्छे ब्याचलर्समा ल पढ्न चाहनुहुन्छ भने हाम्रो एन्ट्रान्स गुरुले अहिले एन्ट्रान्स प्रिपरेसन मटेरियल पनि प्रोभाइड गरेको छ। त्यसको लागि हाम्रो एन्ट्रान्स गुरु एप डाउनलोड गर्नुस् र आजै ₹99 पर्ने डेली प्याक अथवा ₹299 पर्ने वीकली प्याकले ट्राई गर्नुहोस्।